त्यस्तो राम्रो बोकोको मासु बाख्राको मासु भनेर पत्याएर दसैँको बेलामा छोडेर हिँड्ने तपाईँहरू अब बोको साउनै आफै आइसकेपछि मासु लिन अब पत्यार भयो होला नि। ल आउनुहोस्, भाग रेडी छ, आफ्नो आफ्नो भाग टप्प टिप्ने अनि जाने पैसा हाल्ने खल्तीमा। आजे तँलाई जा। ल हेर, एक चोक्टै नराखिकन सकेछ नि बाघले लान नसक्ने जामराजले। 2000 तहला एक धार निको। अब यो बाँकी रह्यो मेरै भाग त होला नि। अब बोको किन्न, बोको त बेचेर भइहाल्यो। खसी चाहियो भने चाहिँ मेरो कमाउनु है। ल हेर, बाउ छोरा मिलेर मजाले बोकोको मासु गरेर खाउँला भनेको खाइस। खायो नि त मासु। अब त मेरैतिर आएर गुन्द्रुक खाने त होला नि। आउँदा हुन्छ म त दिन्छु, तिमी जस्तो लोभी छैन म। हे भगवान, मेरो दसैँ मासु।